हेलो गुड मर्निङ सबै साथी मित्रहरूलाई र म तपाईहरुलाई देखाइरहेको छु यो काँक्राको झ्याङ। यो चाहिँ यसपालि चाहिँ यसरी मचान बनाएर चाहिँ मजाले यहाँनिर मैले रोपेको छु र यो चाहिँ थुप्रै रोपेको थियो यो तर थोरै मात्रै यहाँनिर पलाएछ, केही छैन। अनि योबाट चाहिँ तपाईहरुले यो काँक्रालाई रोपेर मजाले यसरी मचान दियो भने चाहिँ मजाले नै फल्छ। उम्री चाहिँ दियो भने अनि यहाँबाट पनि तपाईहरुले 1-2 रुपैयाँ तपाईहरुले देख्न सक्नुहुन्छ। जति पनि बस्तीमा कृषक दाजुभाइहरुको लागि चाहिँ यो विशेष गरी। अनि अहिले बजारमा गर्मीको समयमा चाहिँ काँक्रा चाहिँ एकदम ज्यादा बिक्री हुन्छ हैन। त्यसले गर्दा चाहिँ तपाईले यो काँक्राहरु पनि रोपेर तपाईले आफ्नो पैसा आउने साधन एउटा बनाउन सक्नुहुन्छ। तर धेरै नै रोप्नु पर्यो, त्यसको लागि चाहिँ अलिक जग्गा पनि चाहियो। मेरो चाहिँ यहाँनिर रोपेको छु, फलेछ पनि हेर्नुस् है। एउटा त कुन स्टाइलमा फलेछ हौ ल हेर्नुस् त। यो चाहिँ कुन स्टाइलको फलेछ है। मलाई यो देखेर चाहिँ एकदमै स्वाद लाग्यो। यो चाहिँ एकदम बढिया दामी फलेछ नि हो साथीहरु। अझै पुरा चिचिला लागिरहेको छ यहाँनिर हेर्नुस् त। अनि फुल पनि खेलिरहेको छ, फलेको छ। तर यो फलेको टाइममा चाहिँ साह्रो यसलाई चाहिँ तपाईले हल्लाउनु चाहिँ हुँदैन यसलाई, किन यो जति पनि मसिनो फल्दै गरेको चाहिँ सबै झर्छ। त्यसले गर्दा चाहिँ तपाईले विशेष गरी अलिक टाढा नै बस्नु भयो भने चाहिँ राम्रो हुन्छ। यो भए तपाईहरुलाई काँक्राको झ्याङलाई म तपाईहरुलाई आज देखाइरहेको छु। एकदम बढिया मजाले फल्दैछ। अब यो चाहिँ यसको चाहिँ फर्स्ट, यो सालमा चाहिँ यसको चाहिँ फर्स्ट फलेको यो काँक्रा मेरोमा चाहिँ र मजाले फलेछ। ल साथी मित्रहरु, तपाईहरु पनि मजाले रोप्नुस्, फलाउनुस्, खानुस्, इन्जोय गर्नुस् हजुरहरुलाई।